तपाईले भन्नुभयो स्पिरिटको कुरा संसदमा तपाईले बोल्दै गरेर रोस्ट्रमबाट सबैले त्यसको चर्चा गरिरहेका छन्। त्यो स्पिरिटमा तपाईले एउटा शब्द पनि प्रयोग गर्नुभएको थियो, न्यायलाई प्रतिशोध भन्न मिल्दैन भन्ने कुरा। खास गरेर पूर्व प्रधानमन्त्री र गृहमन्त्रीको पक्राउले यति बेला प्रतिपक्षले त्यो विरोध पनि गरेको हिजो देख्नुभयो होला, बधाई पनि फरक ढङ्गबाट आयो। त्यसले गर्दाखेरि चाहिँ त्यो साँच्चै प्रतिशोध हो या न्याय हो, आम जनताले पनि खोजिरहेका छन्। के राष्ट्रपालले अलि हतारै गरेको हो कि भन्ने चर्चा पनि छ। ठ्याक्कै के भन्न चाहनुहुन्छ, के सोचेर बोल्दै हुनुहुन्छ ठ्याक्कै? होइन, न्याय हतारो त घरमा आफ्नो कलिला बालबालिका गुमाएका आमाहरूलाई न्यायको हतारो छ होला नि, त्यो त्यति हतारो त कसैलाई पनि छैन होला नि। त्यस कारणले न्याय पाउने पहिलो हक शहीद परिवारको हो, घाइते परिवारको। न्यायको हक सबैलाई छ, यो कुरा भनेको होइन। मैले खालि मलाई लागेको एउटा राजनीतिक रूपमा मैले लागेको कुरा के बताएको छु भने न्याय पाउने पहिलो हक चाहिँ शहीद परिवारको है, शहीदकी आमाको है। यसको अर्थ अरूले न्याय पाउनु हुँदैन त। तर उहाँले प्रतिशोध भनिराख्नु भएको छ, यो कतिको जायज हो, यो प्रतिशोध हो कि न्याय हो? त्यो आम नागरिकले सबैले त्यसलाई हेरिरहनु भएको छ। हामी पब्लिक अडिटमा छौँ। हाम्रा हरेक गतिविधिहरू, हाम्रा क्रियाकलाप, हाम्रा अभिव्यक्ति, हाम्रो राजनीतिक अभ्यास, हाम्रा निर्णय सबै आम नागरिक सामु छन्। त्यस कारणले नागरिकले यसलाई हेरि पनि रहनु भएको छ। तपाईँले पनि थाहा पाइरहनु भएको छ होला, तपाईँको सञ्चार माध्यममा पनि। भन्नुभयो होइन, संविधानमा उपसभामुखको लागि अरू दलको उम्मेदवारी नै नपर्ने सम्भावना छ भन्नुभयो। त्यो छुट्छ, त्यो चाहिँ त्यो पनि व्यवस्था त्यो व्यवस्था सम्झाउनु भयो कि त्यो सम्भावना पनि छ कि भनेको। त्यो त फेरि अरू दलले भन्ने कुरा भयो फेरि होइन। मतलब मैले भने संवैधानिक अभ्यास र व्यावहारिक कुरा र अभ्यास तीनवटा कुरा छ। एउटा व्यावहारिक, एउटा चाहिँ संवैधानिक चाहिँ व्यवस्था, अर्को भएका अभ्यासहरू। यही बिचमा काहीँ न काहीँ हामीले बाटो निकालिरहेका हुन्छ। त्यो चरणमा हामी पुग्दैछौँ। सभापतिज्यू जस्तो विगतका सभामुखहरूज्यूहरूलाई फरक मान्छेलाई प्रश्न सोध्न दिउँ है त, किनभने एउटै खालको आउँदैन। अब अरू मिडियाबाट आएको भने साथीहरू हस् होइन, नीतिले नै त्यसलाई व्यवस्थित नीतिगत रूपमा नै अब हाम्रो बेला के आएको छ भने हामीले बोलेर भन्दा पनि जुन म्यान्डेट